नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर हो यो। 202 वर्ष अगाडि तनहुँको चुम्दे रङबा स्थित शिखर कटेरीमा जन्मनुभएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोड्ने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध बनेको हो। भानुकै कारण नेपालीहरूमा भाषिक एकता कायम रहेको पनि मानिन्छ। भानुले जुन ठाउँमा जन्मे हुर्के अनि नेपाली भाषा र साहित्यमा योगदान दिए त्यो ठाउँ अहिले अनकन्टर जङ्गलका रूपमा विलय हुने अवस्थामा पुगेको छ। नेपाल र नेपालीलाई चिनाउन भानुले जुन योगदान दिए त्यो योगदानको कदर गर्न नेपाल सरकारले आवश्यक चासो दिन नसकेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। पुरै राजनीतिक खिचतानी र मागी खाने भाँडो, भानुभक्तको नाममा मागी खाने भाँडो। हरेक वर्ष बजेट आउँछ, सबै यहीँका कर्मचारीहरू लगायत विस्तृत कर्मचारीलाई मात्रै दोष नदिउँ, सबैले राजनीतिक दलहरूले मागी खाने भाँडो। अहिले हेर्नु दशकौँ भयो घर भत्केर खण्डहरमा परिणत भएको, अहिलेसम्म यसको जीर्णोद्धार हुन सकेको छैन। तपाईँहरू स्वयं देख्नुहुन्छ यहाँ यस्तो स्थिति छ। हुनाले यो बत्तीमध्ये अँध्यारो भएकै हो र एउटै कुरो यहाँ के भने जति पनि यहाँ उत्पादन भए यो चुँदिराउगामा जति पनि ठुला मानिस बने उहाँहरूले सबैले पनि यहाँबाट छोडेर जाँदाखेरि यसमा अलिकति घाटा पनि लागेको छ। सरकारले भानुभक्तलाई वर्षको एक दिन असार 29 गते सम्झे जस्तो गर्ने र उनको संरक्षणका नाममा खोलिएको भानु जन्मस्थल विकास समिति राजनीतिक भर्ती केन्द्र बन्दै गएकाले विकास हुन नसकेको हो। जसले गर्दा भानु जन्मस्थल विकास समिति अलिकति पछाडि परेकै हो। मेन यसको भानुलाई संरक्षण गर्ने भनेको भानु जन्मस्थल विकास समिति हो। तर के छ भन्दाखेरि बीचबीचमा अरू सङ्घ संस्थाहरू पनि खडा गरेको हुनाले त्यो सिधै अरू रकमहरू सिधै उता जाने र भानु जन्मस्थल विकास समितिलाई वास्तै नगरिकन विभिन्न ठाउँमा विभिन्न जिल्लामा भानुको नाममा संस्था खोलेको छ र उतै सानो सानो प्रचार त भइरहेको छ। त्यही पनि के छ भन्दा हामीलाई कुनै पनि जानकारी भएको छैन। सरकार र सरोकारवाला निकायको व्यवस्थाका कारण खण्डहरमा परिणत हुन थालेपछि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीको संरक्षण अभियानमा अहिले पश्चिमाञ्चल विकास मञ्च लागि परेको छ। साहित्यिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गराउने उद्देश्य लिई मञ्चले भानु शिखर कटेरी निर्माण गर्ने तयारी गरेको छ। मञ्चले हालै पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरे, सरकारका मुख्य सचिव डाक्टर सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौड्याल तथा मञ्चका अध्यक्ष एवं साहित्यकार रामकाजी कोनेको सहभागितामा भानुगृहको संयुक्त रूपमा शिलान्यास गराएको छ। मञ्चले भूकम्प प्रतिरोधात्मक 2 तले भानुभक्तकालीन घर निर्माण कार्य अगाडि बढाएको छ। त्यस्तै पर्यटन विभाग मार्फत पनि उक्त स्थानमा प्रस्तावित गुरु योजनाको क्रमागत योजना अन्तर्गत रामायण भवन निर्माणका लागि 63 लाख रुपैयाँ विनियोजन भई काम सुरु गरिएको छ। भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरू बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य मञ्च र विकास समितिले लिएको छ। म त के भन्छु साहित्यिक धाम पनि भन्छु एउटा अर्थमा, अर्को अर्थमा चाहिँ साहित्यिक पर्यटनलाई पनि, म पर्यटन व्यवसाय पनि भएको हुनाले भोलि आज नेपालीहरू 50औं मुलुकमा चाहिँ विदेशमा पुगिसक्नु भएको छ र भोलि उहाँलाई नेपाल आउँदा भानुको ऊ चाहिँ यसरी बनेको छ भनेर एउटा हेर्नलाई चाहिँ वातावरण हामीलाई सबैभन्दा यसमा ढिलो बनाएको चाहिँ बाटोको पाटले हो। यसले चाहिँ साहित्यिक कार्यक्रम र यहाँ भएका साहित्यिक कर्मीहरूलाई चाहिँ अलिकति आँखा खुल्छ कि अलिकति त्यसलाई चाहिँ जागरण हुन्छ कि एउटा पर्यटन हिसाबले हामीले यसलाई पर्यटन रूपमा चाहिँ लान सकिन्छ। जस्तै यहाँबाट भएर माथि हामीले हाम्रो चाहिँ यहाँभन्दा माथि रङगामा भानुको प्रतिमा पनि छ। त्यसपछि माथि हामीले एउटा भ्यू टावर बनाउने एउटा लक्ष्य लिएका छौँ। त्यो माथि पनि भ्यू टावर भयो भने यहाँबाट मान्छेले चाहिँ हेर्दै जाने, यहाँ चाहिँ आउने पर्यटन गरेर आउने अनि भ्यू टावरमा जाने। त्यसपछि उता हाम्रो अलिकति उता चाहिँ राणा गाउँमा चाहिँ भानु 5 मै होमस्टेको पनि व्यवस्था छ। पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको डुम्रेबाट 13 किलोमिटर उत्तरतर्फ रहेको भानु जन्मस्थलको संरक्षणका लागि पश्चिमाञ्चल विकास मञ्चले 3 वर्ष अगाडि नै 11 करोड रुपैयाँको प्रस्तावित गुरु योजना निर्माण गरेको थियो। भानु सामुदायिक वनको हाताभित्र करिब 10 रोपनी क्षेत्रफलमा फूल तथा फलफुलका बगैँचा, सङ्ग्रहालय, चौतारो, भ्यू टावर, ढुङ्गाले छापेर बनाइएका बाटो र करिब 40-50 जनालाई सजिलै राख्न सकिने होमस्टेको व्यवस्था गरिने गुरु योजनाले बनाएको छ। गुरु योजनामा उल्लेख भएको योजनाहरू क्रमिक रूपमा सम्बोधन हुँदै जान थालेका र पुरातात्विक महत्त्वको भानुभक्तको भग्नावशेष घरको स्वरूप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गरिने भएको छ।
साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पश्चिमाञ्चल विकास मञ्चले जुन चासो र कदम चालेको छ त्यसरी नै स्थानीय बासिन्दा र सरकारले पनि हात्तेमालो गरी अगाडि बढ्नुपर्ने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि तनहुँबाट नारायण खड्का।